यो बुटोलको बस पार्क। यहाँ चाहिँ हामी जाने गाडी चाहिँ पोखरासम्म जाने गाडी चाहिँ यो हो। अनि गाडी चाहिँ भैरवादेखि आएको। यो चाहिँ अहिले चाहिँ यहाँ सामानहरू लोड गर्दैछ। सबै सामान छ है। बुटोल बस पार्क र अहिलेको बुटोल बस पार्क चाहिँ त्यति लास्टै रहेछ। बरु पहिला चाहिँ एकदमै राम्रो लागेको थियो मलाई है। तर अहिलेको बुटोल बस पार्क एकदमै 4x4 है। पहिला हामी चाहिँ गाडी यो सामान हाल्दैछन् यिनीहरूले। सामान हाल्ने बेलासम्म चाहिँ हामीले वेट गर्दैछौँ। लगभग अबको 20 मिनटमा चाहिँ हामी यहाँबाट चाहिँ पोखराको लागि हिँड्छौँ है त। भैरवादेखि हिँडेको आधी घन्टामा हामी चाहिँ यति बेला बुटोल बजारमा आइसकेका छौँ। यहाँ केही खानेकुराहरू खाएपछि हामी फेरि पोखराको लागि चाहिँ हिँड्नेछौँ। पोखरा अँधेरो छ। हामी लगभग 4 बजेतिर चाहिँ पोखरा आइसक्यौँ। हामीले चाहिँ यहाँ यति बेला चाहिँ महिन्द्रा स्कर्पियो गाडी वेट गरेको छ मुस्ताङको लागि। अबको 30 मिनटमा आउँछु भनिरहेको छ। ल त्यस पछाडि चाहिँ आयो भने अलराइट गाइज, फाइनल्ली हाम्रो मुस्ताङको लागि रेडी हुनुभएको ड्राइभर दाइ पनि आइसक्नु भयो। यो चाहिँ मैले भिडियो खिचेको चाहिँ हाम्रो महिन्द्रा स्कर्पियो गाडीबाट हो। पोखराको बिहानको 5:30 बजेको भ्यू यस्तो दामी थियो कि ओ माई गड, अति दामी के नजिकै हिमाल, ऐना हेरे जस्तो हिमाल। अनि हामी यही हिमालको नजिकै जाँदैछौँ। अझ त्यहाँ पुगेपछि कस्तो देखिएला भन्ने हामीलाई एकदमै कौतूहलता लाग्यो। र हामी यहाँबाट पोखराबाट चाहिँ हामी मुस्ताङको लागि चाहिँ बिहान 5:30 बजे चाहिँ हामी यहाँ हिँड्छौँ। ल दाइ राम्रोसँग मुस्ताङ पुऱ्याइदिनु होला है। हामी चाहिँ अहिले पोखराको यो कुन ठाउँ रे दाइ? सिमपोखरीबाट चाहिँ हामी अहिले सिम्पानीबाट चाहिँ अहिले मुस्ताङ फरवर्ड हुँदैछौँ। ल सो यो चाहिँ पोखरा हो। तपाईहरुले चाहिँ यतापट्टि चाहिँ अब माछापुच्छ्रे एबिसी सबै देख्न सक्नुहुन्छ। सो लेट्स गो। के हो दाइ यो? साउथ अन्नपूर्ण हो। त्योभन्दा अगाडि सानो चाहिँ गङ्गापूर्ण। अब माछापुच्छ्रे थुप्रै भनेर चिन्छ कि कुमारी पहाड, माछापुच्छ्रे अङ्ग्रेजीमा भइहाल्यो क्रिस्टल। अब हामी त्यसैको काखमा जाँदैछौँ नजिक नजिक। हामी अहिले कुसमा आयौँ है। कुसमा कटेर अहिले चाहिँ हामी सस्त्रधाराको अझै अब सस्त्रधारा आउँदैछौँ। यता चाहिँ तपाईँले काली गण्डकी देख्न सक्नुहुन्छ। यहाँ अगाडि 3वटा गाडी छ। यो पनि हामीसँगै मुस्ताङ अप्पर मुस्ताङसम्म कोरला बोर्डरसम्म गाडी जाने हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ स्कुटीमा पनि कोरला बोर्डर जान सकिन्छ। हाम्रो ड्राइभर दाइ यता हुनुहुन्छ। यहाँ हामी यता छौँ, हाम्रो बुढी यता छ। हेर्नुहोस् हामी यस्तो मजाले चाहिँ मुस्ताङ भरभर जाँदैछौँ कोरला बोर्डरसम्म। सो गाइज अब चाहिँ हामी बागलुङको नजिक आइसक्यौँ। खासमा चाहिँ आज हाम्रो बागलुङ कालिका चाहिँ दर्शन गर्ने चाहिँ प्लान थियो। तर चाहिँ अहिले हामीले चाहिँ कुछ खाएको हुनाले चाहिँ आज चाहिँ हामी चाहिँ बागलुङ कालिका चाहिँ दर्शन गर्दैनौँ। आज चाहिँ हामी बागलुङ नगइकन सिधा म्याग्दीतिर गएर सिधा हामी मुस्ताङ, लोमाङथाङ, कागबेनी उता चाहिँ जोतिर गइन्छ। सो अब चाहिँ यहाँबाट बेनी पुगेपछि फेरि अर्को भिडियो आउनेछ। सो स्टे ट्युन। ओ यही ल बागलुङको मालडुङ्गा। यहाँबाट चाहिँ बागलुङ, यताबाट चाहिँ बेनी। ऊ त्यहाँ चाहिँ वेलकम टु बागलुङ भनेर लेखेको छ भित्तामा। यहाँ चाहिँ कालिका मन्दिर। हाम्रो मुस्ताङ जाने महिन्द्रा स्कर्पियो। लगभग हामी चाहिँ अब यहाँबाट चाहिँ म्याग्दी जान्छौँ। त्यसपछि धुम्बा लेक, अरू जेरी गल्ली कहाँ हुन्छ हेर्ने जाम है त। ए त्यो सबैजना नुहाउने तातो पानी भन्नुभएको होइन? ए अर्को त्यो घुम्ने तातो पानी भन्नुभएको? नुहाउनै मिल्छ क्या। ए त्यसो भए चाहिँ हामी सबैभन्दा पहिला गलेश्वर जान्छौँ। गलेश्वर पछि महझरना तातो पानी, अनि दानामा खाना खाने, रुप्से झरना। त्यसपछि रुप्से झरनाबाट अघि आज हामी कहाँ गएर बसिन्छ? आज हामी जमसम। ए जमसम बजारमा। जमसम भन्दा अलि यता साइडमा कुन बजार छैन त्यस्तो? मार्फा भयो है। हेरौँ अब कतिको प्याक छ भन्न चाहिँ जमसममा भनिरहेको छु। ल लागाम चाहिँ हाम्रो आजको डेस्टिनेसन चाहिँ जमसमसम्म हो। अब कस्तो हुन्छ हेरौँ।
जाउँ गुरुजी म्याग्दीतिर 1 घन्टामा पुगिन्छ म्याग्दी पुगिन्छ क्या यति बेला चाहिँ हामी मालडुङ्गादेखि बेनीतर्फ जाँदैछौँ बेनीतर्फ जाने बाटोबाट देखिएको यो सेतो हिमाल भनेको चाहिँ धौलागिरी साइडको एबिसी हिमाल हो यसमा चाहिँ अति दामी राम्रो भ्यू देखिएको थियो बाटोमा जाँदाखेरि बाटो अति नै खराब थियो म्याग्दीको जुन मेन बाटो चाहिँ अति नै खराब देख्दाखेरि अलि दुःख लाग्यो यस्तो मेन बाटो किन यस्तो भयो होला भन्ने भयो साइडमा अति दामी बजार पनि देखिएको थियो एकदम हरियाली मनमोहक दृश्य थियो हामी जाँदैछौँ बेनीतर्फ म्याग्दी जिल्ला प्रवेशद्वार वेलकम टु म्याग्दी यति बेला चाहिँ हामी म्याग्दी बजार आइपुगेका छौँ म्याग्दी जिल्लाको बेनी बजार अब चाहिँ हामी यहाँदेखि चाहिँ मुस्ताङतर्फ जाँदैछौँ मुस्ताङ जाने बाटो सबै नराम्रो भए पनि थोरै चाहिँ नराम्रो थियो यसरी चाहिँ विदेशीहरू यसरी नेपालमा चाहिँ राइडिङ गर्न आउँदो रहेछन् यो देखेर पनि अति नै खुसी लाग्यो यो चाहिँ मेन मुस्ताङ जाने बाटो हो मुस्ताङ जाने बाटो चाहिँ धेरै ठाउँमा राम्रो थियो तर थोरै ठाउँमा चाहिँ नराम्रो थियो अनि एकदम हल्लिँदै गाडीमा हल्लिँदै यस्तो रमाइलो गर्दै गयौँ यहाँको दृश्यहरू देख्दाखेरि बाटोहरू देख्दा पहाडहरू हरियाली देख्दा अति नै मजा लागेको थियो हामी चाहिँ हिमालको काखमै जाँदैछौँ त्यसैले हामी चाहिँ एकदम एक्साइटेड थियौँ र हामी जाँदैछौँ मुस्ताङ Hello guys, finally हामी चाहिँ यो तातो पानीभन्दा माथि आइसकेको छौँ यो चाहिँ हामी खाना खाने ठाउँ हो होटल यहाँ चाहिँ तपाईँले आफै बुफे सिस्टम पनि रहेछ है हामी आएको गाडी चाहिँ यो हो तर खाने कार्यक्रम हुँदैछ त यहाँ पछि टन्न खाना खाएर त्यस पछाडि चाहिँ हामी चाहिँ लाग्छौँ फेरि मुस्ताङतिर खाने कार्यक्रम के भयो म त भात चिकन खाइदिन्छु मम्मी हामी सबैजनाले चाहिँ यहाँ मुस्ताङ जाने बाटोमा चाहिँ खाना खाँदैछौँ घिउ हालेर टक्क मलाई पनि नानी तरकारी र यो हालिदिनु है ल एकदम भोक लागिराखेको थियो हामीले चाहिँ रुप्से झर्नाको नजिकै चाहिँ टन्न 3 थाल भात खाएर सरर यस्तो दामी बाटो हिँड्दैछौँ मुस्ताङ जाने बाटोको सबैभन्दा एट्र्याक्सन भनेको यही रुप्से झर्ना हो यहाँ चाहिँ सबैजनाहरूले मुस्ताङ जाँदाखेरि यो बाटोमा रोकेर भिडियो खिच्ने फोटो खिच्ने अनि यो रुप्से झर्नालाई राम्रो नजिकबाट निहाल्ने हेर्ने अति दामी यति ठुलो झर्ना मैले अहिलेसम्म देखेको पनि थिइनँ अति दामी मजा लाग्यो यस्तो पहाडको माथि टुप्पोबाट आइरहेको यो झर्ना अति नै मनमोहक थियो माथिबाट हेर्नु पाए चाहिँ कस्तो दामी देखिन्थ्यो होला भन्ने पनि लाग्यो मुस्ताङ जाने बाटोको सबैभन्दा दामी एट्र्याक्सन भनेको एउटा रुप्से झर्ना यो हो कालीगण्डकी करिडोर साइडमा रहेको कालीगण्डकी नदी त्यसको साइडमा रहेको मुक्तिनाथ जाने हाइवे अब हामी चाहिँ यो बाटो सिधा हुँदै कालीगण्डकी मुहान मुक्तिनाथसम्म जाँदैछौँ साइडमा पहाड यता पनि पहाड अगाडि हिमाल सेता हिमाल धन्न हल्का कुहिरोले छेकेको थियो तर राम्रोसँग देखिएको थिएन अति दामी रोड मुक्तिनाथ पुग्दासम्म सबै बाटो राम्रो नभए पनि केही बाटो एकदमै एडभेन्चर थियो साँघुरो थियो र एकदमै धुलामे थियो नो गाइस फाइनल्ली हामी चाहिँ मार्फा भिलेजमा आइसकेका छौँ मार्फा भिलेजमा आउँदा बित्तिकै सबैभन्दा पहिला गर्नुपर्ने कुरा चाहिँ ड्रेस लगाएर फोटो खिच्ने सो त्यसैको लागि चाहिँ हामी यता अगाडि बढिराखेछौँ एकदमै भिडभाड छ यो ठाउँ चाहिँ मान्छेहरू टन्नै छन् गाडीहरू पनि टन्नै छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ मुस्ताङको जेरी गल्ली हो मलाई चाहिँ एउटा कुरा मन परेन यो ठाउँमा चाहिँ बाइक कुदाउन चाहिँ दिन भयो
सामानहरू पनि बेच्न राखेको रहेछ बाइकहरू यहाँ दामी रहेछ नि ठाउँ त अति दामी ल थ्याङ्क यू दाइ दिदी है कपडा लगाइदिनु भयो रमाइलो भयो यो जेरी गल्लीमा चाहिँ बाइक कुदाउन चाहिँ नबन्नु होला अब म पनि भन्छु है जेरी गल्ली मुस्ताङमा चाहिँ बाइक कुदाउन चाहिँ मनाइ छ है हामीले कपडा सपडा सबै लगाएर हिँडिसक्यो अहिले चाहिँ अब चाहिँ हामी फेरि गाडी चढेर अर्को ठाउँ जाँदैछौँ एकछिन रमाइलो भयो एस गाइस मार्फा स्याउ यस्तो दामी फल्दो रहेछ है तर खाना चाहिँ नपाइने यार नपाइने यो ट्याप्प टिपेर खाना पाए कस्तो दामी मजा आउँथ्यो होला यस्तो राम्रो स्याउ पुइन्न के टाढा खा सही राम्रो स्याउ फल्दो रहेछ ल फाइनल्ली हामीले चाहिँ मार्फा गाउँको भिजिट सक्यो दाइले चाहिँ हामीलाई यहाँ कुरेर बसिराख्नु भएको थियो अब चाहिँ हामी चाहिँ यहाँबाट दुम्बा लेक जाँदैछौँ ल फाइनल्ली जोमसोम बजारमा यहाँ बाइकरहरू एकदमै धेरै छन् केटाहरू टन्नै छन् यो चाहिँ जोमसोम बजार हो हामी चाहिँ लगभग 20 मिनटको ड्राइभ पछि यहाँ जोमसोम बजारमा आयौँ हामी चाहिँ दुम्बा लेक जाँदैछौँ है अहिले चाहिँ Good morning everyone. Welcome to Mustang Day 2. आज चाहिँ हामी मुस्ताङको नौलो रेस्टुरेन्टमा छौँ हामी चाहिँ नौलो रेस्टुरेन्टको होटलमा बसेर अहिले चाहिँ बिहान भइसक्यो हामी झट्ट चियाहरू खाएर टक्क अब चाहिँ हाम्रो मुक्तिनाथको यात्रा सुरु हुँदैछ यहाँदेखि Day 2 आज चाहिँ हामी मुस्ताङदेखि चाहिँ मुक्तिनाथको यात्रा गर्दैछौँ लगभग जोमसोनदेखि लगभग 45 मिनट जतिमा हामी चाहिँ मुक्तिनाथ पुग्छौँ र ल हिजो रातिको बसाइ कस्तो लाग्यो सबैजनालाई ल वेलकम टु मुक्तिनाथको पार्किङ है हामी चाहिँ मुक्तिनाथको पार्किङमा आइसकेका छौँ मुक्तिनाथ मन्दिर अझै जान बाँकी छ हामी चाहिँ ठ्याक्क यो पार्किङ छौँ अब यहाँबाट चाहिँ हिँड्दै जाने लगभग आधी घन्टा जति एकदमै धेरै भिडभाड छ यहाँ मान्छेहरूको मुक्तिनाथमा यस्तो राम्रो होटलहरू छ है गाइज ल यहाँ तपाईँ यदि मुक्तिनाथसम्म हिँडेर जान सक्नुहुन्न भने चाहिँ घोडा चढेर पनि जान सक्नुहुन्छ अति दामी छ ल घोडामा चाहिँ यसरी मान्छेहरू गइरहन् मुक्तिनाथ जानको लागि घोडा चढ्ने घोडामा चढेखान हिँडिखान है रमाइलो छ घोडाहरू टन्नै रहेछ यहाँ चाहिँ ओ माय गॉड यस्तो दामी बजार रहेछ नि त मुक्तिनाथ त मुक्तिनाथ मन्दिर कि जय माता ल हेर्नुहोस् मुक्तिनाथ मन्दिरमा आइसकेको छौँ यति बेला चाहिँ हामी यहाँ चाहिँ अति धेरै मान्छेहरू हुनुहुन्छ नुहाउनको लागि कति धेरै मान्छेहरू हुनुहुन्छ है यहाँ जति पनि धेरै मान्छेहरू हुन्छ ल हेर्नुहोस् हामी पनि अब एकछिनपछि नुहाउने हो म चाहिँ कुण्डमा डुब्नु भनेको एकछिनपछि तर डुब्न चाहिँ सकिन्छ तर मैले चाहिँ कतिहरू नलाग्नु भएको छ अहिले यतिकै रोकिराखेको छु मान्छेहरूको एकदम भिडभाड छ 52 धारा भनेको 108 धारा भनेको त्यही हो यो चाहिँ मुक्तिनाथ मन्दिर यहाँबाट देखिने भिडभाड यति धेरै भिडभाड छ यहाँ मुक्तिनाथ मन्दिरमा मुक्तिनाथ मन्दिरमा हाम्रो चाहिँ यो 108 धारा नुहाउने कार्यक्रम सकिएको छ र नुहाइसकेपछि हामी सबैले गइसक्यौँ यहाँ चाहिँ मुक्तिनाथ मन्दिरमा अब चाहिँ पूजा गर्नको लागि चाहिँ हामीले यहाँ लाइन लगाइराखेछौँ ये मंदिर आप इंडिया से आए ये मंदिर इसलिए आते हैं कि अपना जीजू बाजे जो है ना पितरी बुआ मुआ वो ग्रैंडपा जो है ना उनके मुक्ति के लिए उनके लिए अच्छा हो उनके अच्छा से रहे जहाँ भी हो अच्छे से रहे ये बोलने के लिए इधर आते लोग ये इसलिए ये मुक्तिनाथ मंदिर केदारनाथ मंदिर क्या दर्शन करने वाला इधर आप एक मंदिर दर्शन कर सकते हो फिर उधर ना वो पानी है उधर नहा सकते हो इधर डुबुल्की लगा सकते हो उधर नीचे बहुत कुछ है लगा लिया हाँ इसलिए यही करना है ल फाइनली गाइज हामीले चाहिँ आज चाहिँ मुक्तिनाथ दर्शन पनि गरेर सक्यौँ यो पानीमा डुबुल्की पनि लगाइयो यहाँ पनि लगाइयो
उहाँको चाहिँ 52 धारा 108 धारा पनि एक राउन्ड घुमेर पनि आइयो। त्यसपछि यहाँ डुबुल्की लगाइयो, मन्दिर दर्शन पनि गरियो, फोटा पनि खिचियो। यस्तो दामी अग्लो अग्लो पहाडको बीचमा यस्तो दामी ठाउँमा रहेको पवित्र स्थल मुक्तिनाथ मन्दिर पाउँदाखेरि आफ्नो बाउ बाजे जिजु बाजे पुर्खाहरूलाई एकदम राम्रो होस्, स्वर्गमा बास होस्, दुःख कष्ट आइ नपरोस् भनेर चाहिँ खासमा यो मन्दिरमा आउने गरिन्छ। एकदमै मजा लाग्यो है, एकदम मन शान्त भयो। जय मुक्तिनाथ माता कि एकदमै रक्षा गरिदिनु होला। देवपित्र जिजु बाजे पुर्खाहरूले हाम्रो राम्रो होस्, राम्रो कामना गरिदिनु होला। तपाईँहरूको लागि चाहिँ हामी यस मन्दिरमा आएर आज तपाईँहरूलाई सम्झिन्छौँ, जिजु बाजे पुर्खाहरूलाई सम्झिराखेछौँ। तपाईँहरूकै लागि राम्रो होस्, स्वर्गमा बास होस्, दुःख कष्ट आइ नपरोस् भनेर चाहिँ हामी यस मन्दिरमा आएको थियौँ। आज चाहिँ एकदमै रमाइलो फिल भएको छ, मनमा एकदम शान्त भएको छ, एकदमै राम्रो लाग्यो। ल आजको हाम्रो मुक्तिनाथ दर्शन यति नै। अब अर्कोचोटि कुनै मौका मिले चाहिँ फेरि हामी मुक्तिनाथ दर्शनमा आउनेछौँ। ल त्यति बेलासम्मलाई हामी अब जाने बेलासम्मलाई अरू केही छ भने अरू पनि भिडियोहरू चाहिँ मैले बनाउने छु। यो बाटो मेन रोड हो, कालीगण्डकी करिडोर, कालीगण्डकी करिडोर सबैभन्दा लामो रुट हो नि हो नेपालको। ल वेलकम टु लोमाङथाङ है। हामी चाहिँ बिहान 6 बजे हिँडेको मुस्ताङदेखि घुम्दै 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 हामी चाहिँ लोमाङथाङमा आइयो। आजको राइड कस्तो लाग्यो, ड्राइभ कस्तो लाग्यो, बाटो कस्तो लाग्यो? हामी चाहिँ यो के अरे मेस्टक्विट होम एन्ड रेस्टुरेन्टमा आइसकेको छौँ। आज हामी जोमसोमदेखि लोमाङथाङमा आउँदासम्मको एक्सपिरियन्स बताइदिनु होला प्लिज। एकदम रमाइलो, त्यस्तो डाँडा काँडा काट्दै काट्दै आउँदा त कस्तो अर्कै संसारमा आए जस्तो महसुस भयो। ए ल थ्याङ्क यू। ओ खै ल हामी आएको गाडी चाहिँ यही हो। हामी चाहिँ अहिले ट्याक्क लोमाङथाङमा आइसकेको छौँ। यो चाहिँ हाम्रो होटल हो। अब यहाँ के पाइन्छ, जाडो चाहिँ अलि धेरै नै छ। लगभग लोमाङथाङ चाहिँ 3800 मिटरको हाइटमा छ। यहाँ चाहिँ अलि लु लाग्ने सम्भावना हुन्छ। सो त्यही भएर चाहिँ हामीले टक्क झ्याममा झोल सोल खानेकुराहरू रक्सी सक्सी टक्क चाहिँ खानु पर्ने हुन्छ। फाइनली लोमाङथाङको गेस्ट हाउसमा आएका छौँ। यो चाहिँ हाम्रो गेस्ट हाउस हो लोमाङथाङमा। यस्तो दामी रहेछ होटलहरू पनि, अति राम्रो लाग्यो है। ल मजा आउने भयो सुत्न चाहिँ यार, यस्तो दामी रहेछ। ल यस्तो माथि हाइटमा लोमाङथाङमा, यस्तो माथि हाइटको लोमाङथाङ बजारमा 3800 मिटरको हाइटमा पनि यस्तो राम्रो फेसिलिटी, अति राम्रो रुमहरू है, मजा। ल मजाको लाग्यो। ल यस गाइस दिस इज लोमाङथाङ रोयल प्यालेस। लोमाङथाङ दरबार भनेको चाहिँ यही हो। यो धेरै पुरानो लोमाङथाङ दरबार। यस्तो दामी ठाउँ छ है। यो दरबार हो, लोमाङथाङ दरबार हो। यहाँ चाहिँ धेरै ध्वजाहरू बानिएको छ। रोयल प्यालेस रोमाल लोमाङथाङ। यहाँ तपाईँले माथि देख्न सक्नुहुन्छ, मजाले दाउराहरू चिनेर राखिराखेको छ, अति दामी। ल लोमाङथाङ दरबार चाहिँ यो हाम्रो कोसेली घर लोमाङथाङ। यहाँ अनेक प्रकारका रेस्टुरेन्टहरू, होटेलहरू, सब फेसिलिटी छ। यहाँ दारो पटी पौवा, होटेल, रेस्टुरेन्ट, दोकान सब छ। यहाँ सामान चाहिँ भोटेहरूको ड्रेस देख्न सक्नुहुन्छ। यो चाहिँ यति दामी छ। यहाँ चाहिँ हामी चाहिँ अहिले लोमाङथाङ दरबारभित्र बसिरहेको छौँ। खासमा हल्का यसो लोमाङथाङ घुमेर चाहिँ हामी त्यसपछि चाहिँ हामी कोरोला बोर्डरतिर लाग्ने प्लान छ। सो यो चाहिँ लोमाङथाङ दरबार हो है। यति बेला चाहिँ हामी लोमाङथाङको आमाको घरको छतमा आइसकेका छौँ। यहाँबाट चाहिँ अति दामी हिमालहरू देखिँदो रहेछ।
तर हिमालमा हिउँ चाहिँ परेको छैन। यहाँ चाहिँ दामी गुम्बा छ। ओ माय गॉड, यहाँ यसरी चाहिँ दाउराहरू राखिराखेको छ। यस्तो स्यास्या भइदो रहेछ। यो तपाईँले देख्नुभएको छ, यो चाहिँ धानको पराल नभएर फापरको हो। अति दामी ल, हिमालहरू मजाले देखिन्छ तर हिमालमा हिउँ चाहिँ छैन। यस्तो ठाउँमा घरको हामी 3 तल्लामा आएका छौँ। यो कुनै सिमेन्टको घर नभएर यो माटोको घर हो। घरलाई चाहिँ 3 तल्लासम्म बनाइएको छ। यसरी चाहिँ घरहरू बनाइएको छ, देख्न सक्नुहुन्छ। दाउराहरू यसरी राखेको छ। गाईहरू राख्ने ठाउँ यस्तो हुन्छ। घरहरू यस्तो हो। यो 1 तल्ला, 2 तल्ला। वाउ, राम्रो घर। छोरी र हजुर माथि बस्नुहुन्छ यहाँ चाहिँ। अनि यो दाउरा यो गोबरको गुइठा हो। यो चौरीको गुको। ए दाउरा पकाउनु, दाउरा गर्नुहुन्न? ए सधैँ बिहान बेलुका के पकाएर खानुहुन्छ? दाल भात तरकारी? तरकारी कहाँबाट ल्याउनुहुन्छ? फापरको ढिँडो। तरकारी कहाँबाट ल्याउनुहुन्छ? ए चामल सामल सबै पोखरातिरबाट ल्याउनुहुन्छ? वाउ, भयो तातो पनि खाइसक्यौँ, नखानु। तपाईँहरूले चिसो पानी खानुहुन्न कहिले पनि? ए बर्खामा खान्छ। देऊ देऊ देऊ। ल यो चाहिँ हामी कोरोला बोर्डरसम्मको डेस्टिनेसनको लागि हिँडेको गाडी हो। अहिले चाहिँ हामी यो होटलमा बसेर सामान प्याक गर्दै अब चाहिँ हामी कोरोला बोर्डर लाग्दैछौँ। अहिले यहाँ चाहिँ सामान मिलाउँदै हुनुहुन्छ। फाइनली चाहिँ हामी कोरोला बोर्डर आइसक्यौँ। कोरोला बोर्डर आएर तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ एकदम यो नेपाल चाइनाको पिल्लरमा चाहिँ फोटो खिच्नेहरू एकदम धेरै हुनुहुन्छ। यहाँ चाहिँ फोटो खिच्नेहरूको लाइन लागिसकेको छ। अति धेरै छ यहाँ फोटो खिच्नेहरूको लाइन। म चाहिँ अहिले यहाँ नेपालमा छु। ल अहिले चाहिँ म यता चाइनातिर आएँ। यतापट्टि चाहिँ चाइना लेखेको छ। मान्छेहरू टन्नै हुनुहुन्छ। फोटोहरू पनि खिचाइ भइरहेको छ यतातिर। यो चाहिँ नेपालको हाम्रो हिमाल हो। यो चाहिँ नेपालको चाइनाको व्यापारिक घरहरू। यो पनि व्यापार गर्ने घरहरू, यो पनि व्यापार गर्ने घरहरू। अनि चाहिँ यो चाहिँ नेपालको दोकानहरू। यस्तो टेन्टभित्र दोकान गरिएको छ। हिमालहरू छ टक्क। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यहाँ टन्नै गाडीहरू छ। मान्छेहरू टन्नै आएको छ। यहाँ देख्न सक्नुहुन्छ। वाउ। अनि हामीले चाहिँ यहाँ नेपाल र चाइनाको बोर्डरमा गएर फोटो पनि खिचिसक्यौँ। लगभग यहाँ अब धेरै बस्ने त्यति काम छैन। यही बोर्डर माथि हेर्ने हो। अनि यतातिर दोकानहरू छ। टरमा गएर यसो सामानहरू किन्ने, त्यति नै हो यहाँको। अब सामानहरू हेरमै टरतिर गएर के कस्तो छ। दोकानहरू छ, होटेलहरू छ। हामी चाहिँ यहाँ आएको छौँ। जाडो भयो, हल्का तातो रामेन खानु पर्यो। कप नुडल्सहरू खानको लागि हामीहरू यहाँ एड गर्दैछौँ। तातो कपडाहरू तातो छ यहाँ बस्नको लागि। मजाले तातो रामेन खाएपछि चाहिँ त्यसपछि चाहिँ मजा आउँछ है। अति राम्रो। ल
यो चाहिँ टेन्ट भित्रको कोरोला बोर्डर नजिकैको नेपाली रेस्टुरेन्ट। यहाँ चाहिँ दामी छ। अब हामी चाहिँ यहाँ ठोक्क रामेन खाँदैछौँ, कप नुडल्स। त्यसपछि ल हामी कोरोला नाका घुमेर रामेन चाउचाउ खाएर यी टक्क चाहिँ हिँड्यो। कोही आउँदैछन्, कोही जाँदैछन्। यता ट्रकहरू टन्नै लागिरहेको छ। उता बाइकहरूबाट आइरहेछन्। ल कोरोला नाका पनि आइयो है, चाइना पनि गयो। भिडियोको लागि भए पनि हल्लाइदिनु रमाइलो। खासमा चाहिँ कुस्मातिरबाट वारिपट्टि यो बन्जीको पुल तर्दा चाहिँ 500 रुपियाँ टिकट लाग्दो रहेछ। 500 रुपियाँ टिकट लागेदेखि मनखतलाई चाहिँ नलाग्दो रहेछ है। यहाँ खाजा पनि पाइँदो रहेछ मजाले। 500 को टिकट काटेर घुम्दै आयो हुन्छ, अनि खाना खायो हुन्छ मजाले, अनि फर्केर गयो हुन्छ। एकदम ठिक लाग्यो चाहिँ। मेरो चाहिँ म बन्जीको चाहिँ वेट गरिरहेको छु। अनि तर त्यो 500 को टिकट काटेर यता आएर खाना पाइने चाहिँ सही हो। साझा मान्छे सही ठाउँ गराएको यार। ल वेलकम टु कुस्मा। वाउ अति दामी छ के। यो चाहिँ मेगा ट्रोल हो। यहाँबाट चाहिँ स्विङ गरेर खासमा कहाँसम्म पुग्ने थाहा छैन, तर यहाँ चाहिँ मेरो बुढी परवेश अनि भाउजू चाहिँ यहाँ मेगा ट्रोल गर्दैछन्। यहाँबाट झुन्डिएर अहिले चाहिँ यहाँ प्रिपेयर तयारी हुँदैछ, हेर्न सक्नुहुन्छ यहाँ। ल फाइनल्ली यिनीहरूको मेगा ट्रेल पनि सकियो। मेगा ट्रेल चाहिँ गरेर आउनुभयो, कस्तो लाग्यो? स्वाट गइरहेको छु नि, एकदम फास्टमा गइरहेको। अनि उता अति राम्रो धारा तोरीको तेल। ल अति मजा आयो। ल बन्जी पनि हानियो। ल आज एकदमै भोक लागेको छ, रमाइलो भयो। ल अति रमाइलो यार, कसम
मजा आयो बन्जी गरियो मेरो बुढीले गर्दा चाहिँ बन्जी गरे बुढीको आँसुले गर्दा मैले चाहिँ बन्जी गरेँ है आज बुढीको आँसुले गर्दा मैले आज बन्जी हाने कसम साँच्चै हो अति मजा आयो अति मजा आयो ल यार नेक्स्ट टाइम अब चाहिँ जिप लाइन गर्ने त्यहाँ छ जिप लाइन त्यो गर्न हो नेक्स्ट टाइम चाहिँ म चाहिँ पस्दिनँ क्या अनि गरेँ एकदम राम्रो थ्याङ्क यू सो मच बुढी आई लभ यू आई एम सरी